यो 1,63,000 पर्ने ल्यापटप चाहिँ मात्र कम्प्युटर दरबारमा दुईजना लकी कस्टमरले पाउन सक्नुहुन्छ 1,50,000 मै। हेलो एभ्रीवान, म सुरज बस्नेत फ्रम कम्प्युटर दरबार। यो पालि पनि मैले हजुरहरूको लागि ल्याएको छु 1 लाख भन्दा माथिको ल्यापटपहरू। हामीसँग 1 लाख भन्दा माथिको गेमिङ ल्यापटपहरू कुन छ विथ बेस्ट प्राइस एन्ड स्पेक्स। हाम्रो कम्प्युटर दरबारमा हजुरहरूले ल्यापटप पर्चेजमा ब्याग, माउस प्याड, किकार्ड त पाइ नै हाल्नुहुन्छ, तर यो सरप्राइजिङ गिफ्टहरू पनि हजुरले जित्न सक्नुहुन्छ। हजुरले जित्न सक्नुहुन्छ यो मिसनको माउस, यो मेकानिकल किबोर्ड, यो ह्याबिटको हेडफोन, यो ल्यापटप कुलर र यो जित्न सक्नुहुन्छ किङ साइजको गेमिङ डेस्क प्याड। आजको फर्स्ट गेमिङ ल्यापटप रहेको छ हाम्रो यो एचपीको भिक्टस। मैले 1 लाखदेखि माथिको ल्यापटप भिडियो बनाउँछु भन्दा पनि यो ल्यापटप चाहिँ मैले एकदम नै यो भिडियोमा इन्क्लुड गरेँ। थोरै 1 लाख भन्दा तलको बजेट हुनेलाई पनि लिन सक्नुहुन्छ। हामी आज अनबक्सिङ गर्न जाँदैछौँ यो रामपुरी चाकु। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। र यो ल्यापटपको स्पेक्स रहेको छ i5 को 13 जेनमा 13420H सिरिजको प्रोसेसर छ, 16GB को र्याम, 512GB को एसएसडी र RTX 3050। यो ल्यापटपको प्राइस मात्र रहेको छ 97,000। अघि हामीले एचपी को भिक्टस हेर्यौं र यो 1 लाख भन्दा थोरै माथिको ल्यापटप यो यसरको नाइट्रो B15 भन्ने मोडल हो। i5 मा 13420H सिरिजको प्रोसेसर छ, 8 कोर एन्ड 12 थ्रेड CPU छ। यसमा चाहिँ 8GB को DDR5 र्याम पाउनुहुन्छ, र्याम पनि अपग्रेडेबल हुन्छ र एसएसडी पनि अपग्रेडेबल पाउनुहुन्छ। लुक्स र डिजाइनको कुरा गर्नुहुन्छ भने एकदम नै नयाँ लुक्स, नयाँ डिजाइनमा आएको छ। बिल्ड क्वालिटीको त कुरै गर्नु पर्दैन। अलवेज नाइट्रो इज द किङ अफ गेमिङ ल्यापटप। एकदम नै राम्रो छ। ब्याकलाइटको कुरा गर्नुहुन्छ भने यसमा ओरेन्ज कलरको ब्याकलाइट पाउनुहुन्छ र 165 हर्जको रिफ्रेश रेट पाउनुहुन्छ। बजेटमा गेमिङ ल्यापटप चाहेको छ भने यो ल्यापटप तपाईँको एउटा अप्सन पनि हुन सक्छ र यो ल्यापटप मात्रै पाउन सक्नुहुन्छ हजुरले 1,05,000। र हामीसँग अर्को ल्यापटप रहेको छ Ryzen 5 को 8000 सिरिजको एचपी को भिक्टस रहेको छ, 8645HS सिरिजको प्रोसेसर रहेको छ, 16GB को र्याम रहेको छ र 512GB को एसएसडी पनि रहेको छ। ग्राफिक्सको कुरा गर्नुहुन्छ भने यसमा RTX 3050 मा 6GB भिराम भएको ल्यापटप हो यो। यसको डिस्प्लेको कुरा गर्नुहुन्छ भने 15.6 इन्चमा 144 हर्जमा 300 निट्सको ब्राइटनेस पनि पाउन सक्नुहुन्छ। यो ल्यापटपको लुक्स र डिजाइनको कुरा गर्नुहुन्छ भने प्लास्टिक बिल्ड क्वालिटीमा रहेको छ, तर एकदम नै राम्रो बिल्ड क्वालिटी रहेको छ। ब्लू कलरमा छ, एकदम नै राम्रो छ यो ल्यापटप। र यो ल्यापटपको प्राइस रहेको छ मात्रै 1,05,000। हजुरको बजेट पनि टाइट छ अनि खेरि 4050 ग्राफिक्स भएको ल्यापटप चाहिन्छ भने चाहिँ यो ल्यापटप तपाईको बनाउन सक्नुहुन्छ। र यसमा रहेको छ i5 को 13 जेनको प्रोसेसर, 13420H सिरिजको प्रोसेसर, अगेन 8 कोर्स एन्ड 12 थ्रेड हुन्छ। यसमा 16GB को र्याम रहेको छ, 512GB को एसएसडी रहेको छ र 15.6 इन्चमा 144 हर्जमा तुमसे ना हो पाएगा 15.6 इन्चमा 144 हर्जमा 300 निट्सको यसमा ब्राइटनेस पनि हुन्छ। अरू भिक्टसहरुमा भन्दा चाहिँ यसमा अलिकति ब्याट्री ब्याकअप चाहिँ माथि पाउनुहुन्छ, 70 वाट आवरको ब्याट्री ब्याकअप पनि पाउन सक्नुहुन्छ। र यसको प्राइस रहेको छ मात्रै 1,07,000। दाइ कति भिक्टस देखाइराखेको, मलाई त एलोक्यू नै चलाउन मन छ, म त एलोक्यू युजर हो भन्नुहुन्छ भने चाहिँ एलोक्यू यो तपाईहरुको लागि लगेको छ। मात्र 1,10,000 मा Ryzen 5 को 7000 सिरिजको प्रोसेसर रहेको छ। यसमा 12GB को DDR5 पनि पाउनुहुन्छ र 512GB को एसएसडी पनि पाउनुहुन्छ। यसमा ग्राफिक्सको कुरा गर्नुहुन्छ भने RTX 4050 मा 105 वाटको TGP पनि हुन्छ। बिल्ड क्वालिटीको त अब Lenovo लकको कुरा गर्नु नै परेन। र यसमा रहेको छ 15.6 इन्चमा 144 हर्ज रिफ्रेश रेट र कोही एडिटिङ गर्नुहुन्छ भने यसमा 100% को sRGB पनि भेट्नुहुन्छ। र यो ल्यापटपको प्राइस रहेको छ मात्रै 1,10,000। आजको भिडियोमा त हाम्रो भिक्टस हुने भयो हैन। यो चाहिँ तपाईको Ryzen 7 मा 7445HS सिरिजको प्रोसेसर रहेको छ, DDR5 को 16GB र्याम पाउनुहुन्छ, 512GB को एसएसडी पाउनुहुन्छ र RTX 4050 पनि पाउनुहुन्छ यो ल्यापटपमा। यो ल्यापटपको प्राइसको कुरा गर्नुहुन्छ नि मात्रै 1,15,000। र हजुरहरुको बजेट पनि कम छ अनि मलाई 5050 ग्राफिक्स पनि चाहियो, बजेट मात्र 1,20,000 भनी चाहिँ यो ल्यापटप तपाईहरुको लागि। यो एसरको नाइट्रो B15 मा i5 मा 13 जेनको H सिरिजको प्रोसेसर, 13420H सिरिजको प्रोसेसर हुन्छ, 16GB को र्याम हुन्छ, 512GB को एसएसडी हुन्छ र RTX 5050 हुन्छ यसमा चाहिँ हैन। RTX 5050 भन्छ 8GB को भिराम पाउनुहुन्छ र यसको रिफ्रेश रेटको कुरा गर्नुहुन्छ भने 165 हर्ज रिफ्रेश रेट पाउनुहुन्छ। गेमिङको लागि परफेक्ट हुन्छ यो ल्यापटप। र यो ल्यापटपको प्राइस रहेको छ मात्र 1,20,000। एआई को जमाना छ अनि यो ल्यापटप नदेखाउने त कुरै भएन। यो ल्यापटप चाहिँ गेमिङको लागि किङ हो है गाइज। यो ल्यापटपको लुक्स, डिजाइन र अनि यसको स्पेक्सको पनि कुरा गरौँ। यसमा रहेको छ Ryzen 5 को AI सिरिजको चिप, 240 चिप छ। यसमा DDR5 को 16GB को र्याम, 512GB को एसएसडी र 16 इन्चमा हजुरले 180 हर्जको रिफ्रेश रेट पाउनुहुन्छ। गेमिङको लागि परफेक्ट नै हुने भइहाल्यो। र ग्राफिक्सको कुरा गर्नुहुन्छ भने RTX मा 5050, 8GB को भिराम पाउनुहुन्छ,
यो ल्यापटप चाहिँ स्पेसली गेमिङको लागि पर्फेक्ट हुन्छ। यो ल्यापटपको प्राइस रहेको छ मात्र 1,25,000। हामीसँग अगेन अर्को ल्यापटप रहेको छ Ryzen 7 मा 8845 HS सिरिजको प्रोसेसर, 16GB को र्याम, 512GB को SSD र RTX 3050 6GB भिराम भएको ल्यापटप छ। र यो ल्यापटपको प्राइसको कुरा गर्नुहुन्छ भने मात्र यो ल्यापटप पाउन सक्नुहुन्छ हजुरले 1,20,000। र हामीसँग अर्को ल्यापटप रहेको छ यो Asus को TUF A16 भन्ने मोडल। यसमा रहेको छ 7000 सिरिजको प्रोसेसर, 7445 HS सिरिजको प्रोसेसर रहेको छ, 16GB को DDR5 र्याम अनि 512GB को SSD। यो ल्यापटपको मेन स्पेशल पार्ट भनेको चाहिँ यसको ग्राफिक्स रहेको छ। यसमा रहेको छ RTX 4050 मा 140 वाटको TGP। र यो ल्यापटपको प्राइसको कुरा गर्नुहुन्छ भने मात्र यो ल्यापटप पाउन सक्नुहुन्छ 1,30,000 मा। र हामीसँग फेरि अर्को ल्यापटप रहेको छ Lenovo को लक i5 मा 13 जेन को HX सिरिजको प्रोसेसर हुन्छ। यसमा चाहिँ 16GB को र्याम, 512GB को SSD र RTX 5050 मा 8GB को भिराम हुन्छ। यसको बिल्ड क्वालिटीको कुरा गर्नुहुन्छ भने एकदमै टप नच, लक भनिसकेपछि नो कम्प्रोमाइज, बेस्ट ल्यापटप हुन्छ यो चाहिँ। तपाईलाई यसमा चाहिँ पाउन सक्नुहुन्छ व्हाइट ब्याकलाइटको किबोर्ड। र यो ल्यापटपको डिस्प्लेको कुरा गर्नुहुन्छ नि 15.6 इन्चमा 144 हर्ज रिफ्रेश रेटमा 100% sRGB। 100% sRGB भइसकेपछि के हुन्छ भन्दाखेरि हजुरले एडिटिङ गर्ने बेलामा कलर ग्रेडिङको लागि चाहिँ एकदम हेल्प हुन्छ। हजुरहरु एडिटिङ गर्नुहुन्छ भने ल्यापटप किन्दा 100% sRGB छ कि छैन त्यो हेरेर लिनु होला। र यो ल्यापटपको प्राइसको कुरा गर्नु पर्दा चाहिँ मात्रै पाउन सक्नुहुन्छ यो ल्यापटप 1,30,000। अघि हामीले LQ हेरिहाल्यौ, त्यो भन्दा अलिकति माथिको प्राइसमा जानुहुन्छ भने चाहिँ हजुरले यो पाउन सक्नुहुन्छ एसर को नाइट्रो V16 मा Ryzen 7 को 8845 HS सिरिजको प्रोसेसर हुन्छ यसमा, र RTX 4050 16GB को र्याम, 512GB को SSD र 165 हर्ज रिफ्रेश रेट रहेको छ यसमा। र यो ल्यापटपको प्राइस रहेको छ मात्र 1,35,000। अघि हामीहरुले हेरिहाल्यौ 1,35,000 को बजेट रेन्जमा हामीसँग एसर को नाइट्रो V16 रहेको थियो भने त्यो भन्दा थोरै माथि हजुरहरु जानुहुन्छ भने हामीसँग रहेको छ यो i7 मा 13 जेन मा 24GB र्याम, 512GB SSD र RTX 4050 मा यो ल्यापटप तपाईहरुको बनाउन सक्नुहुन्छ मात्र 1,45,000 मा। र हामीसँग 1,50,000 को बजेटको रेन्जमा चाहिँ हजुरहरुले यो ल्यापटप तपाईहरुको बनाउन सक्नुहुन्छ। यसमा रहेको छ Ryzen 7 मा 260 प्रोसेसर र 16GB को र्याम, 512GB को SSD र RTX 5050। यो ल्यापटप तपाईहरुको बनाउन सक्नुहुन्छ मात्र 1,50,000। हजुरहरुले यो भिडियो लास्टसम्म हेरिरहनु भएको छ भने चाहिँ एउटा सरप्राइजिङ गिफ्ट हजुरहरुको लागि लुकेर बसेको छ। यो 1,63,000 पर्ने ल्यापटप चाहिँ मात्र कम्प्युटर दरबारमा 2 जना लकी कस्टमरले पाउन सक्नुहुन्छ 1,50,000 मै। यो ल्यापटपको कन्फिगरेसनको कुरा गर्नु पर्दा चाहिँ i7 मा 13650 HX सिरिजको प्रोसेसर रहेको छ, 24GB को र्याम, 1TB को SSD र RTX 5050। यो भिडियोमा हामीहरुले हजुरहरुको लागि 1,50,000 को बजेट रेन्जसम्मको ल्यापटप हजुरहरुलाई देखाएको छौं। 1,50,000 बजेट भन्दा माथिको ल्यापटपहरु चाहिँ हामी हजुरहरुलाई अर्को भिडियोमा देखाउने छौं। र यो भिडियो हेरेर लाइक, फलो र शेयर गर्ने कस्टमरहरुलाई चाहिँ हामीले केही एक्स्ट्रा गिफ्टहरु पनि दिने छौं। हजुरहरुलाई केही टेक रिलेटेड केही पनि प्रोडक्ट चाहिएमा हाम्रो कम्प्युटर दरबारमा भिजिट गर्नु होला। आजको लागि यति नै, फेरि हजुरहरुको लागि अर्को भिडियो लिएर आउने नै छु। थ्यांक यू, नमस्कार।